साथीहरू यसरी जम्मा भएर जानुको मजा नै बेग्लै। हामीहरू साथी सबजना एक दिन बिदा पारेर यसरी पार्कमा खाना खान गयौँ। तर पानी परेर एकदमै दुःख त दियो, त्यही पनि हामी पानीमा भिज्दै भए पनि खायौँ। एक महिनाको कामको थकान एक दिनले कति खुसी बनाउँछ भन्ने कुरो हाम्रो यो भिडियो हेरेपछि थाहा हुन्छ। सब दुःख पीडा भुलेर हामी यसरी रमाइरहेका थियौँ कि फुल्ली सबजना इन्जोय गरेर पानी परे पनि सबजना छाता ओढेर भए पनि हामी चाहिँ रमाउन छोडेनौँ। रमाइलो गर्नलाई साथीहरू हुने भने पानी हावा हुरी जे आओस् त कसैले छेक्दैन। मनमा चाहना चाहिँ हुनु पर्यो, हामी चाहिँ गर्छौँ भन्ने। तर फेरि मिल्ने सबैजना साथी पनि हुनु पर्यो। ल है यसो गरौँ भनेपछि हामी सबजना रेडी भएर पकाएर ल्याएर पानीमा बसेर खानुको मजा नै बेग्लै। सबजना आफ्नो पारामा छौँ, हामी सबजना इन्जोय गरिरहेका छौँ। पानी परे पनि एकदम रमाइलो भएको छ हामी सबजनालाई। साथीहरू सब घुम्न आएको, यहाँ यस्तो बिजोग छ हाम्रो अवस्था। कोही नाचिरहन्, कोही यहाँ नङ्ग्याउँदैछन्, कोही यहाँ यस्तो बिजोग छ हाम्रो यहाँ पानी परेर। खतरा ठाउँ छ छन चाहिँ घुम्नलाई, तर के गर्ने हाम्रो बिजोग। ओ माया ओ माया ओ माया बिजोग भयो माया हेर्नु न।